डेन्जरै भएछ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। न्यू डे न्यू ब्लग। सो बोय रोजल ब्लग होइन। अनि आज चाहिँ म कहाँ जान लागेको भन्दाखेरि भनिदिउँ मिक्छु कहाँ जान आज चाहिँ म बोडे बिरयानी जान लागेको होइन। अनि त्यहाँबाट भयो क्या एकछिन। आज चाहिँ म बोडे बिरयानी जान लागेको गाइज है। अनि को चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि आजको भिडियो चाहिँ सर राम्रो हुन्छ हो किन भनिदेऊ मिक्छु हो किन भनिदेऊ। अनि त्यही हो गाइज, स्टे ट्युन। अब चाहिँ म यहाँबाट बाहिर जान्छु, मिक्सु जाँदैन है। ल भयो सबलाई आयो भने यहाँ मेरो गाडी है यहीँ भयो डेन्जर थर्काइतिर। डेन्जरै भएछ। मरेपछि मर्छ भयो, हामी चाहिँ मर्दिने अरे त्यो त हेर। त गाइज म चाहिँ फाइनल्ली आइपुगेँ होइन। यहाँ चोकबाट आएको, यहाँ के पाउँछ देख्न सक्नुहुन्छ होइन। दुईटा लेग पिस, दुईटा चिकन, चारवटा स्पेशल। चिकन बिरयानी होइन त यो? चिकन बिरयानी होइन? गाइज अब चाहिँ अर्डर दिनु पऱ्यो होइन के खाने। दाइ एउटा त्यो विङ्स गरिदिनु है, एउटा विङ्स। अनि यो चिकन सेकको एउटा, अनि बफ सेकको एउटा, अनि बिरयानी। यहाँ चाहिँ पुरा मासु यसो राखेर कतिदिनको सही बिक्री हुन्छ होइन। टेन्सन हुन्छ प्याक। यहाँ चाहिँ हाफमा गर्नु मिल्दैन होइन, सिधै यो खोलाएर त्यो ठाउँ आउनु सक्नुहुन्छ गाइज टुभिकी। त अब म तपाईँहरूलाई बिरयानी टेस्ट गर्छु, मलाई चाहिँ मिठो लाग्छ। सो गाइज चाँडो महिना सुरु भयो होइन। म त्यस्तो पाराले आएको छु बिरयानीको छेउमै बसेर ल्याइदिनु पऱ्यो बिरयानी। सो गाइज बिरयानी आएको छ होइन। यो यति चाहिँ एक प्लेट है 150। कुन चाहिँ भयो स्पेसल मिक्स झन्डै हातबाट उम्किएको मासु त छोड्ने होइन, पानी पनि गयो नि। सो गाइस यो चाहिँ मेरो आवाज नआए पनि मुखब्याङ हेर्नु होला होइन। मरिच के परेको थियो गाइस, खाइदिइरहेको। गाइस म अर्को मासु भेटाइदिरहेको क्यामेराम्यान जल्दी फोकस गर्यो। भयो धेरै फोकस हो क्यामेराम्यान।
यो त पुरै हालिदिन्छ त भित्र लाग्यो जस्तो म यस्तो इन्जोय गर्दैछु एउटा मात्रै आयो यो चाहिँ पहिला उसिनेर म्यारिनेट गरेर सर्भ गरेको हैन लेट मी ट्राई इट सेक्वा चीज गाइस पक्कै पनि यो आयो भनेको 100 मिटर होला चिकन त यहाँ खाँदैछु है त्यो पनि यो टेस्टको लागि सही ओइली पनि 100 मिटर पनि सो गाइस तपाईहरु खाना आउनु होला हैन क्वान्टिटी हेर्नु एकजनाले चाहिँ मजाले पुग्छ तीनटा भनेको मासु तीनटा आएको छैन पुरै फ्लेभर तीनटा लगभग तीनटा चाडा मासु हुँदो रहेछ ठिकै हो गाइस तपाईहरु नाम सक्नुहुन्छ है सो गाइस लास्टमा चाहिँ आइदिएर चिकन चाहिँ यो बफ भन्दै थिएँ नि म राइट हो यो चिकन आयो चिकन पछि तामिल छ मुखमा पर्छ जस्तो मेक भयो So guys, तपाईहरु खाना आउन सक्नुहुन्छ है डु भिजिट दिस प्लेस अब अरु के हैन सी यू गाइज एट नेक्स्ट भिडियो